दाउरा किन ल्याउनु पर्छ हैन यहाँ गरे त हुन्छ यता चाहिँ पुलाउ पाक्दैछ पुलाउ ढुङ्गाको चुलोमा चियर्स टुक्रा निकालेर ए त्यस्तो चल्थ्यो पनि हो ठिकै हो बच्चा पार्टीहरु प्रोसेस खाँदैछ ल एक एक भन है तिम्रो व्हाट इज योर नेम Manisha. मनिषा तिम्रो Win. वेन तिम्रो Krisa. Krisa and your Asisa. Asisa and your Rebecca. Rebecca and your name Debika. Rebecca okay are you guys enjoying Yes. Yes. okay तिमीहरुले खोलामा के भेटाए रे Big macha. छिप अब के रे पानी वाला छिपकली थियो पानी वाला छिपकली थियो तिमी त हिन्दी बोल्दो रहेछ त छिपकली भनेको त हिन्दी हैन हिन्दी ल्याङ्ग्वेज आउँछ इन्डियन ल्याङ्ग्वेज कसरी जाने तिमीले कसरी जाने त हिन्दी ल्याङ्ग्वेज हाउ डिड यु लर्न हो गुड गुड ल ल ह्याभ फन गाइज ओके मासु रेडी भएको अवस्था मिठो छ है झ्याउन लाग्छ गएछ त के अरे दिपाला बोलाएर राख्छ भ्याउँदैन फेरि एकले बनाएर झ्याउन ज्याम मलाई ल अब चाहिँ हल्का यहाँ किट्टी हल्का रमाइलो किटी भयो भने थप्ने त्यही थपिन्छ हामीले पापा उठाएको नि त हल्का रमाइलो मात्र है यो चाहिँ फेरि सधैँ होइन कहिले पनि होइन म त फेरि त्यति मिलाउन जान्दैन टाइम लाग्छ है गाह्रो नमानौ नि गाइस ठुल्ठुल नखेलेर क्या एकैछिन यसो सबैलाई यहाँ चाहिँ धेरै होइन हल्का मगाउको सानो भाइ केसिन भुट्टाम रहेछ होइन खासै आएन क्या त्यो भिडियोमा आउँछ क्या कसेर यहाँ त 5,000 जितिसक्यो त्यो ठुलो डर लाग्छ है यस्तो आछ यस्तो तासले के जित्ला खै मैले जान्दिनँ भन्नु त के छैन होइन अब यही हो मुन्तुङ अब स्टेट गेममा चाहिँ अब मुन्तुङ सेकेन्ड भएकोले आज यसो रिभ्यू गरेको होइन अब मेन मान्छे चाहिँ यहाँ हो दाइ के भन्छु त आज दाइ के बिजी हुनुहुन्छ अलिकति एकदम राम्रो छ फेरि पनि आयोजना गर्ने हो यस्तो किसिमले फेरि म चाहिँ मुन्तुङको राजा छ
फर्स्ट प्राइज हानेर आउने भनेपछि अर्को वर्ष लागि एकदम तयारीमा हुनुहुन्छ पुरै ट्रेनिङ सुरु भइसक्यो हाम्रो के सिपाहीहरूलाई यसो ट्रेनिङ दिँदै हुन्छ नि ल ठिक छ ल नसुविधा के छ एकदम बवाल छ अहिले चाहिँ तासमा त्यति दाउ आएको छैन अब चाहिँ भाइले भिडियो खिचेपछि अब चाहिँ होला जस्तो छ है अब बाजेलाई हेरी लागोस् जित्न लागोस् दाइ के भन्नुहुन्छ त्यसका बाजे अरे दाइ ओ हाम्रो दाइ के छ ठिकै छ होइन अझै अलिकति प्रब्लम छ त्यही भन्नु होइन तास परेर छ अहिले त्यही खोइ सुनाएन त के छ त केही छैन ठिक छ सब ठिक छ ताकि बस सुने भने त अब पास खाने लोदो भनेको त अब मान्नु होइन मैले पास आउँदैछु नि होइन हट बनाइसक्यो यहाँनिर यार तास नआएर यार ल ठिक छ हट बनाइसक्यो हाम्रो यङको बल्दो बल्दो मुन्मुनको वंशे भाइ वान एन्ड ओन्ली मिस्टर वंशे मैले चलाउँदैछु भाइ त्यो हाम्रो बिजनेस चाहिँ त्यो 5 वटामा 50 है त्यहाँ ए वाट्स योर नेम भन्छ ठिक छ नि होइन हाम्रो एकदम मेहनती साथी ऋषि साथी के छ भन्नु भने बिहानदेखि चिम्टा छोडेको छैन ऋषिले फेरि ल हाम्रो अगस्त दाइहरू अहिलेको के भइरहेछ दाजु अहिले ठिक छ नि दाजु राम्रो भाइ हाम्रो क्याप्टन साहबसँग अघि कुरा गरेको त होइन सकियो मेरो सक्यो हाम्रो दा यस्तै छ भाइ रमाइलो हजुर थ्याङ्क यू ल भाइहरू सबैले अब फेरि मुन्तुङले फेरि पनि जित्नुपर्छ है अब चाहिँ नेक्स्ट टाइम चाहिँ हुन्छ अब दा अब मेन भनेको अब मान्छे यहाँ हुनुहुन्छ होइन हाम्रो क्याप्टन साहब हुनुहुन्छ क्याप्टन साहबले हामी फलो गर्ने हो अब अलिकति के भन्छ रणनीति अलिकति नपुगेन हाम्रो नपुगेर हारिम अब अर्को पालि अलिकति बनायो भने त त्यो पनि हो अर्को पुरानो भयो अनि ओहो अब नयाँ भसी बजाइ भन्नु बिर्से फेरि हो मेन त दाइलाई धन्यवाद दिनु पर्ने होइन कागज पत्र भएको मान्छे तपाईँ नै हुनुहुँदो रहेछ दाइलाई चाहिँ मुन्दुङबाट सबैबाट धेरै धेरै धन्यवाद सबैलाई कङ्ग्रेचुलेसन सबैलाई सेकेन्ड प्राइजमा सेकेन्ड कागज पत्र त्यो दाइ त्यो कति तिर्नु नभने मलाई त्यतिको चाहिँ हाम्रो जस्ट सदीप भाइ चाहिँ अझ जोगिरहेछ हजुर जोगिरहेछ होइन एक घन्टा अगाडि उडिसकेको मान्छे अहिले जोगिरहेछ अहिले त 300 पनि आएको के अनि यहाँ चाहिँ पुरा मासु पोल पाल भइरहेछ ओहो आगो फाइभ ल मिल्ने भक्का खाना खाँदैछ मेरो बेच नहुने फेरि आज फेरि यो आज सेफ मासु पोले छ यहाँ चाहिँ हाम्रो दाइहरूको चाहिँ यहाँ माउरी पालन पनि रहेछ अनि यता चाहिँ पर्साबारी अब आजको हाम्रो बिबिक्यू कार्यक्रम चाहिँ यहीँ समाप्त भएको छ अब चाहिँ यहाँ सर लाएर आज धेरै रमाइलो भयो यो ठाउँमा चाहिँ नेपाल भाइब्स भनौँ न अब नेपालको गाउँतिर जस्तो रमाइलो ल अब चाहिँ सर र 360 बाइ